हेलो गाइज, फेरि पनि ब्लगमा स्वागत छ। र आज हामी गर्नेवाला छौँ चेस्ट र बाइसेपको। र सबभन्दा सुरुमा गर्छौँ हामी इन्क्लाइन डम्बल प्रेसमा गर्छु सुरुमा म 7.5 र 10 केजीले वार्म अप। र त्यसपछि डाइरेक्ट स्टार्ट हुन्छ हाम्रो सुपर सेट। 20 केजीबाट गर्छौँ, त्यसपछि गर्छौँ 15, त्यसपछि 12.5। त्यसपछि पाला आउँछ हाम्रो मिड चेस्टकोमा गर्छौँ हामी फ्ल्याट बेन्च प्रेस। र फ्ल्याट बेन्च प्रेसमा गर्छौँ हामी 60 केजीले, त्यसपछि 50, त्यसपछि 40। त्यसपछि गर्छौँ हामी लोवर चेस्टको लागि स्मिथ मसिन केबल फ्लाइमा दबाएर। त्यसपछि गर्छौँ हामी बाइसेपकोमा गर्छौँ हामी बार्बल क्रल 50 केजीबाट र त्यसपछि 40 केजीबाट। र त्यसपछि गर्छौँ हामी 20 केजीबाट ह्यामर कर्ल, 15 केजीबाट बाइसेप कर्ल ह्यामर कर्ल, र त्यसपछि 12.5 केजीबाट ह्यामर कर्ल र बाइसेप कर्ल। त्यसपछि गर्छौँ हामी बक्सिङको लागि लेगको स्ट्यान्स मिलाउनको लागि यो 3टा एक्सर्साइज गर्छौँ हामी। त्यसपछि गर्छौँ हामी ह्यान्डको प्र्याक्टिस, बक्सिङ हान्ने प्र्याक्टिस गर्छौँ। र त्यसपछि गर्छौँ हामी डम्बलबाट यसरी हान्ने प्र्याक्टिस। र त्यसपछि हामी बारबलबाट प्लेट हालेर माथि अप स्ट्रेन्थ कतिको पावर हान्न सकिन्छ भनेर, त्यसपछि पावर बढाउने टक्क एकै पन्चमा नकडाउन। यस्तै फिटनेस र वर्कआउट भिडियोको लागि तपाईँहरू मलाई फलो गर्न सक्नुहुन्छ। ल त धन्यवाद। जस्तो लाइक, सेयर, फलो, सब्सक्राइब गाइज।